कति वर्षदेखि सुनवाई नभएका इन्टर्नका मागहरू सायद अब पुरा हुनेवाला छन्। बदलिँदै गरेको सरकारमा सायद यो कुरा पनि बदल्ला जस्तो छ। हेरौँ न के कुरा रहेछ त। सबभन्दा पहिलो कुरा त इन्टर्नको स्टाइपेन्ड कति हुनुपर्छ र अर्को भनेको इन्टर्नको ड्युटी आवर्स कति हुनुपर्छ। अस्ति आएको एउटा नोटिसमा ड्युटी आवरको बारेमा मेन्सन त गरियो 8 आवर्स पर डे र त्यससँगै 48 आवर्स पर विक हुनुपर्छ, त्यसभन्दा बढी हुनु हुँदैन र आवश्यक परेमा 4 घन्टा एक्स्ट्रा गर्ने भन्ने कुरा चाहिँ त्यो पेपरमा लेखिएको चाहिँ थियो। तर त्यसमा स्पष्टीकरण गर्दै इन्टर्नको चाहिँ नाम लेखिएको थिएन, इन्टर्न भनेर त्यहाँ तोकिएको थिएन। त्यही भएर धेरै मेडिकल कलेजका हाम्रा महान व्यक्तित्वहरूले चाहिँ मान्न नसक्ने पनि हुनसक्छ जस्तो हो। त्यही भएर यदि सेकेन्ड नोटिस निकालिन्छ भने त्यसमा चाहिँ स्टाइपेन्ड र ड्युटी आवर्स दुइटै इन्टर्न भनेरै तोकिनुपर्छ भन्ने कुरा मलाई जस्तो लाग्छ। र भोलि मिटिङ हुनेवाला छ चिकित्सा शिक्षा आयोगमा र त्यो मिटिङमा चाहिँ इन्टर्नहरूको यो दुईटा माग 100% राख्नु नै पर्छ र यसको 100% डिसिजन आउनु नै पर्छ। एउटा इन्टर्न गर्दै गरेको डाक्टरले मेडिकल अफिसरको 50% को तलब पाउनु नै पर्छ। त्यो भनेको धेरै होइन, 50,000 होइन, 24,000 मात्रै हुन पुग्छ होला सायद, त्यति त दिन पर्यो नि। नेपालको सबभन्दा कम न्यूनतम तलब नै अहिलेको साउनको 1 गते कि 4 गतेदेखि लागू हुनेवाला त्यो पत्रमै मिनिमम 19,000 हुनुपर्छ भन्ने छ र अहिले इन्टर्न डाक्टरहरू 11,000, 16,000, 12,000मा काम गरिरहेको छन्। त्यो त भएन नि, 24,000 त आउनु नै पर्यो। ल यही माग अबको मिटिङमा हुनेवाला छ र हामीलाई आशा छ शिक्षा आयोगबाट, एमइसीबाट, स्वास्थ्य मन्त्रीबाट र बालेन सरकारबाट कि हाम्रो माग चाहिँ पुरा होस्। राम्रो काममा धेरै टाइम लाउनु हुँदैन र यो राम्रो काम तपाईँकै सरकारबाट होस् भन्ने आशा गरिन्छ। धन्यवाद।